प्याजको पत्ताको पकौडा बनाउन गएका छौँ। यहाँ सबै मसलाहरू राखेर रेडी भइसक्यो। यो प्याजको पात हो। यसलाई सानो सानो काटेर रेडी बनाएछौँ। अब यसलाई हामी पकौडा बनाउँछौँ। अब पल्टाउनु पर्यो यसलाई। एकदम रातो भएको छ कि छैन, कि जल्दी क्या हो, कासेको छ। दुईवटा पल्टाएर अझै भएको छैन, अझै रातो हुन्छ यो। एकछिनमा पल्टाउँदा भयो होला। यसो हेर्दाखेरि त भइसक्यो जस्तो छ पकौडा, तर अझै रातो गर्नुपर्छ है क्या हो। तपाईँहरूलाई के लाग्छ कमेन्टमा भन्नु होला। अझै रातो गर्नुपर्ला जस्तो छ। एकछिन होस्, यो अझै रातो गरौँ। फाइनली तयार भइसक्यो हाम्रो प्याजको पकौडा। हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ, दामी भएछ गाइस। पकौडा बनाएको अब खान्छु।